यो चाहिँ दही हो, दही हिजो राति जमाएको दही। यो दहीबाट चाहिँ छाली निकाल्ने, मजाले निकाल्ने एउटा बट्टा लिने, बट्टामा छाली हाल्ने। अनि हिजो अस्तिको पनि दहीको छाली थियो। हिजो अस्तिको दहीको छाली पनि त्यही बट्टामा हाल्ने। यस्तो बट्टा चाहिन्छ है, ठुलो बट्टा चाहिन्छ। हिजो अस्तिको दहीको छाली पनि त्यही बट्टामा हाल्ने। बट्टामा हालिसकेपछि यो बट्टा पनि पखाल्ने, पखालेर पानी हाल्ने। त्यसैमा पानी हाल्ने, हालिसकेपछि यस्तो टाइट गरेर बिर्को लाउने, नभए सबै पोखिन्छ। मजाले टाइट गरेर बिर्को लाएपछि 5 मिनट हल्लाउनु। 5 मिनट हल्लाएपछि यसरी हल्लाउनु पर्छ। घिउ निकाल्न चाहिँ 5 मिनट हल्लाएपछि यसको घिउ यस्तो राम्रो बस्छ, यस्तो राम्रो बस्छ। यसरी बस्छ घिउ। अनि यो चाहिँ भाँडामा खन्याउनु पर्छ। यसरी भाँडामा खन्याएपछि घिउ हेर्नु कस्तो राम्रो लागेको छ, यस्तो राम्रो लागेको छ। यो बट्टामा टाँसिएको पनि घिउ नै हो नि, यो पनि निकाल्नुपर्छ फेरि। अनि कन्तीमा हाल्ने, मजाले घिउ पखाल्ने। पखालिसकेपछि यो घिउको पखाल्नुको रिजन भनेको चाहिँ के हो साथीहरू भन्नुहुन्छ भनेदेखि, यो पखालेको घिउ राम्रोसँग बस्छ पनि, घट्दैन, अनि बिलाउनी पनि धेरै लाग्दैन। अनि यसरी बसाल्ने। अनि यो बसालेपछि यो घिउ नचलाउने, चलाउनु चाहिँ हुँदैन। यसरी उम्लिन्छ, यस्तो मजाले उम्लियो। अनि यो पाकिसकेपछि चलाउने। चलाएपछि अनि पानी छर्किदिने, चोखो पानी अलिकति छर्किदिनुपर्छ। अनि यसको दानेदार घिउ यस्तो राम्रो, खाँदा यस्तो मिठो सेन्ट आउँछ कि साथीहरू, भरे भातसँग खाएर देखाउँछु ल म, अर्को भिडियोमा है। अर्को